हाई गाइस, हामी चाहिँ अहिले पशुपतिको जङ्गलमा छिर्दैछु है। त्यसबाट यहाँबाट छिरेर हामी यो जङ्गल हुँदै जानेछौँ। यो चाहिँ बौद्ध छिर्छ है, यहाँबाट चाहिँ उता बौद्ध पुग्छ। यहाँबाट चाहिँ पशुपतिको माथि जङ्गल यस्तो बवाल छ। म त्यो जङ्गलभित्रको पनि भिडियोहरू देखाउने छु, केही सिनहरू यो युट्युब च्यानलमा आउँछ ल, सबै कुराहरू। यो काठमाडौँको भिलेज वाकिङ नाइट 16 भएको भए हामी साथी त म थुङ्बेल हाम्रो उल्लु डन, हाम्रो कुलुलु डन। यस्तो छ बाटोहरू, रास्ता यस्तो। श्रद्धाञ्जली सुरज राणा मगर। खोटाङ जिल्ला निवासी सेनाको अवश्य निवासी छु। हाम्रा पूजनीय पिता रामबहादुर राई। कोहीमा चाहिँ मिबुबलाई चाहिँ जम्मन चेन्ज गर है। यो सबै यो भयो, यहाँ भयो, सबै हामी चाहिँ अहिले भूतघरतिर जाँदैछौँ है। आइपुगेको छ यो सब चेन्जर हो, यिनीहरू यो बाटोहरू यो सबै हो है। हामी त्यही माथि हिँड्दैछौँ। हेलो, हामी घुम्न आएको छु यता। कस्तो लागिरहेछ? अहिले रातको समय, हामी चाहिँ नाइटको समयमा हामी भूतघरतिर छिर्दैछौँ है। सफ्ट कन्ट्रोल लेन्स हो। तपाईँहरूले देख्न सक्नुहुन्छ यो भ्यूहरू। यस्तै रमाइलो रात, अलिकति चाखलाग्दो भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै यो पनि हो है, यो सबै पुरेको हो भर्खरको है। यो यहाँ भयो, यो सब है, यो सब भूतघर हो। यहाँ पनि पोलेको छ, यो पनि भयो। हामी चाहिँ चेन्ज गर्नु लाग्दैछौँ है अहिले। अघि लागिसक्यो, तपाईँहरूलाई म देखाउँदैछु भ्यूहरू। यो चाहिँ क्रिस्चियनहरूको लागि है। तनहु देउराली गाविस गङ्गा गुरुङ। यहाँ चाहिँ एक्लै हिँड्न एकदमै खतरापूर्ण छ है। यो चाहिँ अहिले हामी नाइट पनि हुन लागिसक्यो। लगभग तपाईँको टाइम कति बज्यो? यो पशुपति क्षेत्रको यो एकदम जङ्गलभित्र है। 5 बजेर तपाईँको 53 मिनट गइसकेको छ है। पशुपति क्षेत्र हामी यता चाहिँ घुम्न 5:56
5:56 PM 64 भन्दा राम्रो ठाउँ हो यो भनेको उसलाई धेरै 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 राम्रो ठाउँ यो उसलाई भूत हेर्ने रहर थियो है हामी त्यही भएर उसलाई चाहिँ यो भूत घरतिर लिएर आएको है यहाँनिर सबै छ यहाँ खतरा ठाउँहरू छ है यहाँ चाहिँ अलि राति भइसकेपछि विभिन्न प्रकारका आवाजहरू निस्किन्छ आउँछ पनि यहाँ चाहिँ अलिकति नाइटको समयमा चाहिँ डेन्जरै छ म्युजियम जस्तो एउटा म्युजियम जस्तो हो यो ठाउँ भनेको हेर्नुहोस् यहाँनिर देख्न सकिन्छ चियानगर जति पनि देख्न सकिन्छ तपाईँहरूले यो सब चियानगर हो साथीहरू हामी पानामा जग्गामा छौँ पानापा जङ्गलको भ्यू पनि देखाउँदैछु म तपाईँहरूलाई त्यो पनि म छिट्टै ल्याउनेछु भिडियोमा हेर्न सक्नुहुन्छ मलाई पनि एकदम डर लागिरहेको छ यहाँनिर ठाउँ हो यो चाहिँ एकदम रेड जोनमा राखेको ठाउँ हो रेड जोन हो यो एकदम खतरा छ है यहाँनिर अब त्यस्तै खतरा कुराहरू निस्किन्छ र चेता पहिरानका मान्छे भन्नाले एक हिसाबले लपिङ ठाउँ पनि हो यो भनेको ठाउँ राम्रो छ साथीभाइहरू मसन घाट पनि हो एक हिसाबमा लपिङ ठाउँ पनि हो हामी आज यहाँनिर चाहिँ एकदम डेन्जर छ यहाँनिर यो यसमा चाहिँ है यो खोजमा त्यहाँभित्र मान्छेले त्यसको नजिक तानेको गइयो भने चाहिँ तानिन्छ है भित्र त्यही भएर जान सक्दैनौँ हामी बाहिरबाटै हामी त अहिले त्यो भ्यूहरू देखाउँदैछौँ हामी अहिले माथि आइपुगेका छौँ माथि आइपुगेपछि बाँदरहरूलाई पनि देख्न सकिन्छ साथीहरू पनि धेरै छन् मङ्की यो क्षेत्रहरू मैले तपाईँलाई देखाउँदैछु नेक्स्ट भिडियो अर्को पार्टमा आउनेछ योभन्दा खतरा ठाउँहरू म देखाउनेछु काठमाडौँको र पानापा जङ्गलको पनि म देखाउनेछु छिट्टै म पानापा जङ्गललाई पनि भिडियो मार्फत तपाईँहरूको माझ ल्याउनेछु सबले भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला